कार्यक्रमका सभाध्यक्षद्वय, आन्दोलनको मैदानमा उभिनुभएका आदरणीय सङ्घका नेताहरू, व्यावसायिक साथीहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, कालीगढ साथीहरू र कर्मचारी आदरणीय मित्रहरू, सर्वप्रथम यो अधिकार प्राप्तिको लडाईँको पवित्र स्थल यो मानवअधिकार चौकबाट यहाँहरूलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। हामीलाई थाहा छ यो राज्यले उपभोक्ताको ढाड सेक्ने गरी हजारौं व्यवसायीलाई लाखौं कालीगढहरूको मजदुरी खोज्ने गरी जुन कर नीति ल्याएको छ, सर्वप्रथम यो कर नीतिको घोर भर्त्सना गर्न चाहन्छु र मुर्दाबाद भन्न चाहन्छु। आज हामी बाध्य भएका छौं, सडकमा उत्रनको लागि बाध्य भएका छौं। यो सरकारले हाम्रो व्यवसायलाई पटक पटक गिप्ते दृष्टि लागेको छ। यो पेसा हाम्रा पुर्खाहरूले, हाम्रा बाजे बजुराहरूले आफ्नो सिर खेलाएर, आफ्नो पाखुरा बजाएर संरक्षण गरेको यो पेसा हो। म यहाँबाट उद्घोष गर्न चाहन्छु, राज्यलाई चुनौती चाहन्छु, यो हाम्रो पेसामा कसैले गिप्ते दृष्टि नलाओस्। म चुनौती दिन चाहन्छु, यो सरकारले अहिले एकातिर नीति नियम बनाएको छैन, अर्कोतिर अनुगमनको नाउँमा हाम्रो व्यवसायलाई लाखौं लाख रुपियाँ जरिमाना लागेको छ। यसको क्षतिपूर्ति कसले दिने? कि हामीलाई नीति निर्देशिका होइन भने अनुगमनको नाममा हाम्रा व्यवसायहरूलाई जरिमाना गर्ने कुरा बन्द गर भन्ने म यहाँको बिचमा राख्न चाहन्छु। आदरणीय व्यवसाय मित्रहरू, आज हामी करका विरुद्धमा यहाँ सबै उपस्थित भएका छौं। हाम्रा नेताहरूले भन्नुभयो यो पेसा भनेको हाम्रो पुर्खौली पेसा हो, हाम्रो रोजीरोटीसँग जोडिएको पेसा हो। यसमा कुनै पनि किसिमको विलासिता कर हुँदैन, कुनै पनि किसिमको भ्याट हामीले मान्ने हुन दिन चाहन्नौ। यो सरकारले कानमा तेल हालेर नबसोस्, हाम्रा जायज मागहरूलाई यथाशीघ्र सम्बोधन गरोस्। कुम्भकर्णको निधबाट पिउनको लागि म यो मञ्चबाट, यो पवित्र स्थलबाट उद्घोष गर्न चाहन्छु, हाम्रा मागलाई यथाशीघ्र सम्बोधन गरोस्। नत्र भने हामी 2 दिन होइन, महिनौं दिनसम्म पसल बन्द गरेर सडकमा उत्रनको लागि तयार छौं। आज हामी प्रतिनिधिमूलक तरिकाले यो पवित्र स्थलबाट घोषणा गर्न चाहन्छौं, हाम्रा मागलाई यथाशीघ्र सम्बोधन गरोस् भन्ने यहाँहरूका बिचमा राख्दै आजको यो कार्यक्रममा घाम पनि नभनिकन, पानी पनि नभनिकन यो आन्दोलनलाई एकैबद्धता जारी गर्न आउने सम्पूर्ण कालीगढ साथीहरू, पत्रकार मित्रहरू, व्यावसायिक मित्रहरू, सुरक्षाकर्मीहरूलाई एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै अब हामीलाई हाम्रो आन्दोलन काठमाडौँ केन्द्रित गर्ने उद्घोष गर्दै यहाँको आजसम्मको लागि यो आन्दोलनप्रति जनाउनुभएको एकबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।